सातो मुस्ने हो घिउलो मैदा र घिउले मात्रै मुस्ने यो चाहिँ साटो लगाउने हो यहाँ चाहिँ हाम्रो पिठो मुछेर रेडी भएको छ यसमा यता पनि छ आटा तयार हुँदैछ यो ढुङ्गोमा चाहिँ पेल्ने हो फिनी रोटी बनाउँदैछौँ हामी चाहिँ यो त गिल्लो भइगयो छ भाउ गिल्लो भयो भान्जीले मुछ्यो यो पहिल्यै गिल्लो हुन्छ भने आउँदै मैले हाम्रो भर्खरै बनाउने भने के फरक पर्दैन कि मम्मी यो सबै अब त्यो रोटी चाहिँ रोटी बेला जस्तो त हो नि यो त मस्त लाग्यो खै दिनु सबिना ज्यू सबिनाको चाहिँ पहिलो अनुभव हो नि दोस्रो कहिले पहिलो पहिले नि बनाएर त यसरी ए गरे हैन लसुन कुटेर त्यसमा कसरी टुप्पोमा हो लसुन कुटिया त ल अब रोटी बन्दैछ रोटी आइ फर्काउने हैन तान्दै तान्दै त्यो फर्काउने रोटी हाले जस्तो होइन अलि गिल्लो भइहाल्यो यो पनि रेडी भइहाल्यो परसितला त साटो रेडी भइसक्यो यहाँ घिउले स्याबास स्याबास उसमा राखे ठिकै छ हेले सब राख्नु न के त्यो फास्टमा के मलाई सबै आउँछ अब बाँकी क्लिप चाहिँ ल्याप्स भिडियोमा राख्दैछु हेर्नु होला ल्याप्स भिडियो अब चाहिँ हाम्रो रोटी बेलेर सकिएर बाग्लो बाग्लो अब चाहिँ यो राम्रो हुन्छ यहाँ घी र मैदा साटो लगाउन लागिरहेका छन् अब चामलको बनाए पनि हुन्छ चामलको पिठोको तर मैदाको पिठोको पनि हुने रहेछ ल अब यो काम धमाधम भइरहेको चारैतिरबाट एक नाश गरेर लाउनुपर्छ एकैछिनमा सुक्ने नि छिटो छिटो गर्नुपर्छ त्यही अनि के आगो त उ भइसक्यो त पथार्दै रह्यो अलि बाक्लो भयो अलि टुप्पो टुप्पोसँग लगाउनु पर्छ के अरे यति बाग्लो नै कस्तो हुँदैछ अनुभव रमाइलो लागिरहेछ बुरा हाल भएको छ सबैलाई जुम्ला एकदम आनन्दको साथ बनाउनु पर्यो अब मेरो सिर्जनाले सबै सिकेछ भान्जी के हुन्न अब बेर्ने यसलाई चाहिँ अब बेर्ने टाइम आइसक्यो रोल गर्ने बेर्ने फोल्ड गर्ने एउटै हो इङ्ग्लिस बोल्छु अलिअलि छिटो गर छिटो यतैबाट गराएको भए पनि ठिकै हुन्थ्यो कतामा त क्या यताबाट हुँदा यो त ऊ छ त भुइँ आएछ क्या हो थाहा पाइछ सब जाने थियो अब यो बेर्ने भने टाइम लाग्छ क्या हो के जान्नु पर्यो सुक्ने हो कि यो जन्मादेखि हेरेछ त अनि बिचमा ढार्या वरिपरि सुग्या भएपछि पहिला हुन्छ क्या के जस्तो साटो नला मेरो हातमा साटो छ के रुम अझै निखाल्छु म सर्प भने सर्प अब के भइगयो त अहिले यो उ भयो क्या ढुङ्गो यो छोटो भएन र यो लामो हुन्छ क्या अहिले यसलाई ए यत्रो मोटो हुन्न त खिच्दा खिच्दा अलिक पातलो बनाउनु पर्छ खिचेर लामो बनाउने काम भइरहेछ ठिक्क घेगा बन्ने अरे नि एउटा यसो रोटी बन्ने जाँदा फुल्याएको छ त्यसलाई अलिअलि यस्तो 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 गरेर यस्तो 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 गरेर तान्नु क्या म एक नाक भएर आउँछ फेरि मम्मीलाई सिकाउने मम्मीले कोन्सो गर्नुहुन्थ्यो र आइमाई बनाएर त गर्नुहुन्थ्यो हामी एक्लै गर्छ म त दुध बाँकी त केहीमा हात होइन न कहिले आटो गुन्ने सब बुनाइदिन्थ्यो नि के मेरो साथीले कति आएन सबै तयार यो डोको किनी हाल्यो कटिङ नजिकबाट देखाउँछु म आफै आउँथ्यो आफै आउँदैन ल कटिङ हुँदैछ
त्यति मात्रै बस ठुल्ठुलो भएन र नाइ ठिकै हुन्छ अझै पातलो बनाउनु पर्थ्यो क्या हो ठिकै छ यो पातलो हो यत्रै हो खासमा यत्रै मैले काटेको मम्मीले अलिक ठुलो काटेको यो ठिकै भएको फेरि यो यत्रो हामीले बाबुजीले नि बनाउनु अर्को वर्षबाट मम्मीहरूलाई खेलाउनु हो है काठमाडौँमा दुईजना मजाले बनाउने 2 केजीको अब माइतीमा गएर बनाऊ कटिङ भएर सु भइसक्यो अब त्यहाँ राख्ने यस्तो गरेर पनि फुल्दैन यस्तै मात्रै राख्नुपर्छ त्यही भएर त चिन्ह लगाएको यो उल्टो पनि गर्न मिल्दैन उल्टो गर्यो भने रोटी फुल्दैन यो चिन्ह लगाएर राख्नुपर्छ अनि एकछिन सुक्यो भने पनि फुल्दैन त्यही भएर यसलाई छोपेर राख्नुपर्छ केहीले कपडाले भिजाएर अब अर्को रोटी बन्न लाग्यो त्यस्तै गरे पहिला नानाले मात्रै गरा फेरि अहिले बाबुजीले पनि यसो काम ठुलो भइसक्यो ल एक नासे गराए है यो अलिक अब यो अघि देखिसक्नु भएको छ अब चाहिँ म एकैचोटि पनि भइसकेको थियो पछि ठिक्कै बेला राख्नु रोटी बनाउनु बेल्दाखेरि देखाउँछु यो चाहिँ हेरिसक्नु भएको छ ओहो ल गीत गाऊ न गाऊ पानी होइन क्या बस यहाँ पनि यसमा छेद परेको खै दिनुहोस् न म हेरेँ अब यहाँ चाहिँ फिनी रोटी बेल्ने काम सुरु भइसकेको छ यता भने अर्को पहिला रोटी जस्तै बेर्ने रोल गर्ने एउटै त रोल गर्ने काम भइरहेछ टक्कैलाई चाहिँ यसरी काट्नुपर्छ तीनवटा हैन को डिजाइन अघि आमाले चाहिँ सिम्पल काट्नु भएको थियो यो चाहिँ अलिकति मैले अलिकति पात जस्तो बनाएर काट्न लाग्छु है बस यो चाहिँ पात जस्तो हुन्छ फुलेको बेला एकदम राम्रो हुन्छ तर यो भन्दा राम्रो त म काट्थेँ होला जस्तो लाग्यो आफ्नो नाम पनि लेख्दिनु यसमा नाम पनि लेख्न मिल्छ यहाँ चाहिँ हाम्रो तेल गयो अब अलि मज्जाले तेल जाँदैछ म चाहिँ नयाँ त टिन त ठिकै हुन्छ डिजाइन इन्भेन्ट गर्दैछु है यस्तो यसो वाउ राम्रो भएको छ यसो बस ल नयाँ मेरो सानो मन्छन् भरि भरि धेरै माया गरे मैले अलि अलि भयो लागि फिनी अलिक ठुलो चाहिन्छ क्या यो यो सानोमा चाहिँ धमाधम बनाउने काम सुरु भएछ अच्छा बेलो यहीले माथि भागबाट यता चिम्टा जकालो यो यता चिम्टा सानो यो चाहिँ फेरि रोटी पनि बन्दैछ यता बेलिँदैछ यता फेरि बेलिँदैछ भाउजूले ठिक बनाउनु भएको छ तुले अलिक कमलो बनाएको थिए भाउजूले ल है भाउजू एकदम मरो क्या भाउजू आई माइजू जिन्दाबाद सिर्जना अभी ओली पनि जिन्दै बादो मुर्दा सिर्जना ओली खाऊ ओली आफै मुन्छे तिम्रोको हाँसो गान्छु सधैँ कालीको जस्तै हो माया गरिराख्नु मलाई यसै गरी सिम्पल सिम्पल त्यो नि भन्नुमा छोटो मिठो ल छिटो आइज यहाँ मोमो बनाउने खाने गरे अनि दिदी भाइ बा कस्तो दामी बनाउनु हुँदो हो यो भयो दामी सिर्जना हो यहाँ दिदीलाई फोन गर्ने काम हुँदैछ यो सबभन्दा राम्रो सबभन्दा राम्रो यो भयो है ल एकदम राम्रो ल भान्जीको मेहनत दुई माइजू भान्जीको मेहनत चाहिँ एकदम राम्रो हेरेर पनि मेहनत गर्दैछु मैले
हेरेर मेहनत गरिदिनु हुन। सावित्री गई गई फेरि यहाँ मेरो डिमान्ड आयो, यो क्रिएटिभ माइन्ड हुन पनि अलिकति कसैमा खुनेन राख्यो गाह्रो रहेछ होइन। राजु दाइको याद आयो मलाई अहिले आएर एकदम क्रिएटिभ माइन्ड भएर यहाँ मेरो डिमान्ड आएको गऱ्यो है। ल म अब एउटा नयाँ बनाउँछ मेरो नातिनीले त यो पनि पुरानै हो भैया जी, हमने पहले छोटे छोटे में यही बनाते थे। ओहो दिमाग कति बेला ट्याक्क ट्वाङ हान्न पर्यो नि त दिमागमा, अनि त्यो दिमागमा राखेर भएन। एकदम राम्रो भयो भनेर प्रशंसा आयो, त्यही भएर म देखाउन बाध्य भएँ यहाँ फेरि। यस्तो टक्क कुना मिलेको होइन, यसको त यो रोल गर्दाखेरि पनि एकदम सजिलो हुन्छ। ल मम्मी चलाइदिनु। सुरुको रोटी चाहिँ गयो है। ल दाइले काट गरेको पाक्दैछ रोटी, अब फुलेन। सुरुको रोटी चाहिँ यस्तो हुन्छ, पछि पछि राम्रो हुँदै जान्छ। लाल भइहाल्यो मम्मी। यो चाहिँ सबभन्दा दामी फुल्यो अब है। ल अब चाहिँ राम्रो हुन थाल्यो रोटी। यति रोटी चाहिँ पाकिसकेछ हाम्रो। काट्ने काम हुँदैछ, यता बन्दैछ, एकदम आफ्नो ड्युटीतिर लागिरहेको छ सबै। ल अलि पात जस्तो यो पनि ठिक छ। फुल्यो रोटी फुल्यो। के पठाउनु त्यही पनि त्यसै जानुभन्दा भनेर ल हाम्रो सानी भान्जीले चाहिँ रोटी एकदम नयाँ डिजाइन बनाउँछु भने चाहिँ नि अब ये त माथि राख्न होला है आमाजी, यो त माथि तेल झर्छ। छुट्टै यस्तो रहेछ त यताको। ल है ल शीतल लिने यस्तो ठाडा मुगिन राख्नु। ल टक्क मिलाएर तलमा के ठुलो रहेछ त। ओहो कस्तो दामी फुल्यो। यो रातो बनाउनु मिल्दैन नि, हामी रातो नभइकन तान्नु पर्छ। यो पाकिहाल्यो बस, यति हो पकाउने। बोरी भइगयो है छोरी। कसले सिकायो होला नि यस्तो बनाएर खानु पहिले बात। ल है सबिनाले बेल्दै छिन्। साथी त मै भएर गइ नै त। अलि कति नाम यो सबिनाले बनाएको रोटी गयो। म त आउँदैनै, म त बिचु गइदिनु। ठिकै छ मेरो फुल्या त भयो। अलिकति यता तान्ने अनि त्यो बिचमा ल है फुल्यो सबिनाजी। यो अलि यहाँबाट त्यो चुच्चु गरी तानेर किन्यो पहिला हालेको यसले पनि हुँदैन कि यस्तै बेलनले चुच्चो बढी तान्ने अरे सबिना। चारपट्टि भयो भनेर चारपाटे भएन, एकतिर चुच्चो बढी तान्यो। तर ठिक भयो। रोटी बनाउँदै यहाँ राख्दै गर्ने काम भइरहेछ। यहाँ चाहिँ केराको पातमा दिनेवाला छैन नि तिमीलाई बाँड्नु पर्ने दिन। हुनेको केही हुँदैन कि जति भए पनि किस्मतको बाटो भाग्य त्यहीसम्म छ भने त कसैले रोक्न छेक्न पनि सक्दैन। माथि कति भयो, कति दिनभरि 1 बजिसकेछ। 1 बन्दैछ। ठुलो भाले खाने 1 बजे ठ्याक्कै खाना खाइसकेर भाँडासाडामा त 1 बजे अब फेरि मोमो बनाउन पनि त्यही ठुलो बोइलर त काट्ने होला। आजै त हो त। कहिले बनाउने त? त्यो कहिले बनाउने हो मलाई यहाँ थाहा छ। यस्तो कतिवटा बनायो यस्तो रोटी डल्लाको? यो
बेल 4 खै कतिवटा बनायो नि भाइ 5वटा यही छ 6वटा 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 भएको छ नि एउटाकोमा 3वटा भयो 6वटा भयो केराटी मिलाएर बनाइहाल्छु म टक्कै पचेर के रे 48 अब चाहिँ हाम्रो फाइनल्ली सबै बनेर रेडी भइसक्यो। यति रोटी बन्यो भान्जी। के यो पिरो चाउचाउको मसला पिर चाउचाउको मसला नयाँ इन्भेन्सन भयो है। ल खै म खान्छु कस्तो हुन्छ। खानु नै कस्तो छ स्वाद अलि कस्तो छ? ल सबले रोटी बनाएर अब यहाँ अलिअलि खाँदैछन्। कुकुर तिहार आज रमाइलो छ तिहार। कस्तो छ? आमा पनि यहाँ खाँदै हुनुहुन्छ टुक्रामुक। कमला यहाँ फेरि के हो? बुढासँग कुरा गर्दै अर्को कुकुर पनि यहाँ मार लाख। कति राम्रो आएको त। तिमी राम्रै हो कि भिडियो क्यामेरा राम्रो हो कि के हो? कति नक्कल पार चिनिनु भान्जी त एकदम। फेरि यहाँ खान लाग्यो नि। म तपाईलाई अन्त यस्तो मामाले सिकाइदियो ल हाम्रो चाहिँ अहिले चाहिँ यत्तिकै के हो यो बच्चा बच्ची खेले जस्तो। हाम्रो दिन चाहिँ यसरी गइरहेको छ आज। राम्रो फनी मोमेन्ट विथ माई ब्युटिफुल धन्यवाद। अहिलेसम्म तपाईँहरूले भिडियो हेरेर साथ दिनुभयो र आउने दिनहरूमा पनि तपाईँहरूले यसरी नै भिडियो हेरेर हामीलाई माया गर्नुहुन्छ भन्ने आशा गर्दछु। भिडियो लाइक कमेन्ट गरिदिनु होला र हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। धन्यवाद।